दीपक रहिस हे गाइज एउटा दुःखद खबर छ हाम्रो मतलब फ्ल्याटमा म साला अस्तिदेखि नै वेटिङमा थिएँ कि मेरो के भन्छ यो सेयर पर्छ भने मेरो मोबाइलको हालत धेरै नै खराब छ अनि त्यही नयाँ मोबाइल किन्ने प्लानमा थिएँ। अब यहाँ अस्ति पनि के भन्छ सानो रिजल्ट आयो, त्यो पनि परेन। ल ठिकै छ, केही छैन, एउटा परेन केही छैन। उम्मिद लगाएर बसेको थिएँ कि एउटा ट्रेडको आधा रिजल्ट आयो त्यो पर्छ होला अनि त्यही भएर अलिकति पैसाहरू मिलाएर अनि मोबाइल किन्छु भनेर सोचिरहेको थिएँ। अब के यो सारा रन के भन्नु, अब यसको गाली मुखमा आइरहेछ, पुरै मुडको आमा बहिनी गरिदिएको छ। अब के गर्नु ल गाइज, तपाईँहरू अलिक मलाई सपोर्ट गर्नु। त्यो कारणले तपाईँहरू कमेन्ट गर्नु, मलाई होप मिल्छ त्यसको। अनि के भन्छ तपाईँहरूको सपोर्टको कारणले म धेरै नै अगाडि बढ्छु अनि त्यसबाट आइफोन किन्नेछु। तपाईँहरू बुझ्नुहुन्छ। ल दाइ, धन्यवाद।